हेलो ब्युटिफुल पिपल, गुड मर्निङ। आज चाहिँ मेरो प्लेसमेन्टको लास्ट दिन थियो अनि म अहिलेसम्म कहिले भ्लग बनाएको थिइनँ। कस्तो हुँदैछ आज स्टार्ट गरिदिउँ न त भनेर भ्लग बनाउँछु भनेर भिडियो बनाएको हो। र यो क्रिम चाहिँ कस्तो राम्रो हो कि गाइज, मलाई कति मनपर्छ। कुन क्रिम हो कमेन्ट गर्नु है, थाहा हुनेले, नाम थाहा हुनेले। यो चाहिँ मेरो नयाँ छल्ला हो कि। अनि म जानलाई रेडी भएँ। अब पानी थोरै पानी लिएर जान्छु, उहीँ पुगेछु त उहीँ पाइहालिन्छ नि त पानी। अनि रेडी भएँ अनि भात त हाल्नु पऱ्यो, जहाँ गयो नि भात त छोड्नु हुँदैन नि त। भात बिना त बाँच्नै सक्दिनँ कि म त, भात त चाहिन्छ। बिहान उठ्न गाह्रो हो। ओ माइ गड, बाहिरको वेदर है कस्तो राम्रो, के उठ्न मात्रै गाह्रो। बाहिर उठेर बिहान हिँडेपछि त कस्तो मजा लाग्छ के भनेको मैले कमेन्ट गर्नु है। त्यहाँ भर्खर घाम उदाउँदै रहेछ अनि म चाहिँ मेरो बस स्टपमा पुगेँ। ठ्याक्क बस आइदिइराखेँ अनि बस्ने त माथि नै हो कि, माथि बसेर हेर्दै जान कति मजा लाग्छ। तर यसले चाहिँ त्यहाँ गएर रुट चेन्ज गरेर छोडिदियो। एउटा बस छैन, खुट्टा हल्लाएको कि। राजा समालको याद आउँछ कि मलाई यस्तरी खुट्टा हल्लाउँदा गाइज। हेर्न त्यो बस 70तिर बसै आएन कि, एउटा बसाइरह। त्यसो ठ्याक्क आयो बस, म बसेर गएँ। कस्तो मजाको घाम लगाइदिइराखेँ, भर्खर उदाएको घाम, कस्तो आनन्द आउने कि। यो चाहिँ मैले किन गरेको भने चाहिँ मुखबङ्गाको चाहिँ यहाँ कतै जाम हुन्छ कि, ढिलो भइरह नि त। त्यही भएर थ्याङ्क्स गड आज चाहिँ जाम रहेनछ। आकाशमा यसो हेरेको कस्तो राम्रो चरा के, दुईवटा चरा उल्टाएर चाहिँ खिचिदिइहालेको। म चाहिँ यहाँबाट बस चेन्ज गर्न पर्ने थियो, बस चेन्ज गरेर अपोजिट सिटमा आउँ भयो। यस्तो मन पर्दैन नि मलाई यो अपोजिट बस्नु। त्यसपछि भित्तामा के लेखा त्यति पढ्दै गएँ। कोले पढ्नुहुन्छ गाइज बसमा यस्तो चढ्दाखेरि भित्तामा के लेखा भनेर। यस्तो भोक लागेको बेलामा के आप्से भन्नु है। अनि यस्तो टाउको दुखेको थियो नि मलाई, यो अपोजिट बस त हेर्न बथेन। ठ्याक्कै यही बेलामा बस कार चेन्ज गर्ने अङ्कल आइदिएर म पुगेँ मेरो मास स्टपमा। म झरेँ, त्यहाँ झरेको बजार ल्याइरहेको रहेछ। साथीलाई फोन गरेको आउँदै रहेछन् अनि यसो डुल्दिउँ न त बजार भनेर बाटो क्रस गरेर म चाहिँ बजार डुल्न गएँ। गएको यसो अलिअलि हेरेँ, अलिअलि किनेर गएँ। एकछिन डुलेँ, साथीलाई कुरन्जरी। अनि मेरो साथी आउँदै आएनन् कि, फोनै गरी हिँडन्। अनि यहाँ हेर्न हजुरबाले दुईवटा चस्मा लगाइदिएर। कस्तो घाम छ नि त, बिहानै भयो भने सक्स पनि चाहिरहेको थियो कि मलाई। समरको सक्स थिएन, किनेँ, साथी होइन। अनि म चाहिँ गइदिएँ कि, गर्मी भयो, ढोकै खुल्दैन त, कहाँ गएँ हौ। अनि लिफ्ट बिजी रहेछ अनि म हिँड्दै माथि गएको। अनि हाम्रो ब्रेक टाइममा चाहिँ मैले भित्रको फोटो खिचिनँ। ब्रेक टाइममा चाहिँ हामीलाई केक किन्न थियो एउटा लास्ट दिनको। हामी केक हेर्न गयौँ। अनि त्यसपछि आएर केक हेरेर आएर खाजा पनि खाएर हामीले त्यहाँभित्र ट्रेनिङ पनि गरेर फेरि पछाडि चाहिँ यो खाना खाने ब्रेक भएको थियो। यो ब्रेकमा चाहिँ यिनीहरूले नेपाली नाम, हामीले नेपाली नाम कस्तो हुन्छ के त्यस्तो सिकाइरहेको थियो कि। अब हामीले यो केको साथीको नाम चाहिँ गोराता रहेछ कि, जिगो आरे के गोरा, हामीले गोरता भनेर चाहिँ यिनीहरू चाहिँ खोराता भन्दो रहेछ कि। यस्तो प्रनाउन्सिएसन डिफ्रेन्ट त भइहाल्छ होइन, अफकोर्स। अनि हामीले चाहिँ यिनीहरूलाई नेपाली नाम सिकाइदिइरहेको कि। अनि बिर्सेको गरेर भनेको कति भिडियो, यस्तो घाम भयो थियो भिडियो गरेर कति रङ्ग मानेको कि भिडियो गराउनु। Oh my god, गऱ्यौँ एकछिन बाहिर घाममा खाना खाने टाइम है। यो चाहिँ यो अङ्कल चाहिँ कुन देशको भनेको थियो म बिर्सेँ, थियो यो अङ्कल। अनि यो अर्को अङ्कल चाहिँ यहाँ छ, अर्को अङ्कल। यो अङ्कल चाहिँ मन्टी हो। यो अङ्कललाई चाहिँ आफैले नेपाली नाम के हो तेरो भनेर भनेको त, आफैले सोनिक भनेको कस्तो युनिक नाम भनेको, आफैले भनेको हामीले सिकाएको। यो अङ्कललाई चाहिँ कस्तो राम्रो क्या। अब मेरो साथीले चाहिँ त्यहाँ माउन्ट एभरेस्टको बारेर डिस्क्राइब गर्दैछन्, बुझाउँदैछन्, सम्झाउँदैछन्। अनि एकछिन गफ गऱ्यौँ। भिडियो बनाउन लाग्यो फेरि यिनीहरू गयो नि त। यो अङ्कलहरू यो भिडियो टिकटकमा पोस्ट गरेको थियो, कसले जति सिकाए नि नजान्ने कि है। हुन त म पनि कन्सर्ट डान्सर होला। अनि यो नाचेर हाम्रो ब्रेक भइयो अनि हामी चाहिँ केक काट्न भित्र गयौँ। आज लास्ट दिन थियो, त्यति खासै केही काम गरेन कि लास्ट दिन भएर। तर भित्रको भिडियो चाहिँ मैले खिचेन है गाइज। अब त्यहाँ बुढाबुढी होइन, अब भित्रको फोटो खिच्न नपाइला भनेर खिचेन। यही थियो हाम्रो आजको लास्ट दिन। थ्याङ्क यू, बाई बाई।